छ भन्दै हुनु नि त अघि इंग्लिश बोल्नुको लागि यहाँ इंग्लिश भन्न साथै म त पछि मन्त्री भएर इंग्लिश विषय हटाइदिनु भन्दै छु सर के मन्त्री भएर चाहिँ इंग्लिश विषय हटाउने म त प्रधानमन्त्री भएर इंग्लिश र गणित विषय त हटाइदिन्छु सर शिक्षा मन्त्री हुनुपर्छ मन्त्री हुनलाई के गर्नुपर्छ थाहा छ छैन सर त म अलिक पढ्दै जान्छु अनि म सोध्छु नि त सर यहाँबाट म हटाइदिने हो सर गणितमा नआएर कुटाइ त खाएँ भविष्यमा आउने बच्चाहरू कति मैले त कति खाएँ गणितमा कुरा गरौँ न त्यसो भए कि इङ्ग्लिसमा गर्नु इंग्लिश र गणित विषय हटाउने कुरा हुँदैछ सर मेरो तिमी पक्कै पछि मन्त्री बन्छौ थाहा छ हजुर तिमी मन्त्री बन्छौ बन्छु सर किनभने हजुर मन्त्रीको भाषणमा यसरी भाषण सुन्ने मान्छे धेरै हुन्छ के अहिलेदेखि यत्रो धेरै छ भाषण सुन्ने मान्छे हो सर मेरो भाषण सुन्ने तपाईको सबै आउँछन् यो स्कुलको म त छैन भने नेपालमा इंग्लिश भन्दा फेमसै रहेछु नि इंग्लिशमा मन्त्रीलाई के भन्छ मिनिस्टर भन्छ सर मिनिस्टर हजुर सर बरु प्रधानमन्त्रीलाई चाहिँ प्राइम मिनिस्टर भन्छ सर आउँदो रहेछ त इङ्ग्लिस ल अब कुन सरको पिरियड हो इङ्ग्लिसमा भन नि त अब कुन सरको पिरियड हो इङ्ग्लिसमा भन ल चतुरानन्द सरको सर मलाई इङ्ग्लिस गणित भनेपछि पिट्नु आउँदैन प्रधानमन्त्री भएर त विषय हटाइदिन्छु भन्दैछु सर विषय हटाइदिने अब म पछि त्यही गर्ने सर सपना यही हो ए डिडिसी चतुरानन्द सर आए पनि यहाँ दर्शकहरू भाषण सुन्न भन्ने आएको छन् सर भाषण सुन्नेहरू होइन मलाई इङ्ग्लिस आउँदैन भन्नु सबैलाई थाहा छ नि त त्यही भएर कस्तो हान्दो रहेछ भनेर आएको खोइ त अनि अस्ति साथीहरू जस्तो दिनु परेन अस्ति त मस्त दिइरहेको थियो त इङ्ग्लिस हो कसलाई हेप रे कसले हेप्छ तिमीलाई उल्लु बिल्लु पार्छ के भन्छ हो ल म सोध्छु ल इङ्ग्लिसलाई नेपालीमा के भन्छ अङ्ग्रेजी ए आउँदो रहेछ त अमेरिकालाई नेपालीमा के भन्छ अमेरिकालाई नेपालीमा अमेरिका भन्छ थाहा छैन बरु चाइनालाई नेपालीमा चीन भन्छ सर र भारतलाई इन्डिया भन्छ भारतलाई इन्डिया भन्छ रसिया भन्छ सर